म एउटा कहानी बताउँछु है पुराना दिनको। एकजना मान्छे थियो गरे, त्यो एकदमै झुट्टा बोल्थ्यो गरे। एक दिन उसले भनेछ एकजनालाई, आज त यार मैले त्यहाँ बाघ भेटाएँ भने गरे। कति भेटाइस् भनेर सोध्यो गरे अर्को मान्छेले। ए 7वटा थिए। होइन होला त्यति बाघसँग हिँड्दैनन्, भेटाइ होलास्, अलिक कम भेटाइ होलास् भनेछ। सही भनिस् यार 5 भेटाएँ भने गरे। त्यसपछि 5 पनि होइन होला अलिक कम होलान् भने गरे। हो सही भनिस् तैँले 3वटा भेटाएँ भने गरे। त्यसपछि त्यो मान्छेले त्यस्तै गर्दै ल्याउँदा होइन 1 भेटाएँ भने गरे। कहाँ बाघ आजभोलि त्यहाँ बाघै छैन, कहाँ भेटाइ होलास् बाघ भनेर सोधेछ त्यो अर्को मान्छेले। भनेछ त्यो बाघ हो कि के हो जङ्गलमा खडे खडे गर्थ्यो भने गरे के। यो झुट्टा बोल्ने तरिका र पुराना दिनको कहानी हेर्नुहोस्। झुट्टा बोल्ने मान्छेले कुरा लत्याउँदै ल्याउँछ।